आफ्टरनुन साथीहरू, नमस्ते सबैजनालाई र स्वागत छ है तपाईहरुलाई मेरो रोमा फ्यामिली ब्लगमा है। र बिहानैदेखिको भिडियो गर्न चाहिँ मैले पाइनँ है, टाइमै निकाल्न सकिनँ साथीहरू। र अहिले चाहिँ म यतिखेर चाहिँ नानी लिनु जाँदैछु है, नानीको स्कुलमा। र जाँदा जाँदै सानो भिडियो पनि गरिहालौँ भन्ने सोचेर चाहिँ म भिडियो बनाउँदैछु। र आज चाहिँ हल्का दिनभरि हेरौँ साथीहरू के हुने रहेछ। यताउता फेबस्तीहरू जानुपर्ने छ साथीसँग पनि भेट्नुलाई, र के हुने रहेछ हेर्दै गर्नुहोस् होला है। हामी जाँदैछौँ। केही भन्न चाहन्छु? के भन्नु अन्त सबैजनाको दिनहरू राम्रै बित्दै होला, हाम्रो पनि राम्रै बित्दैछ, हिँडिँदैछ लठङ मठङ। त्यही त हो, ओह्रालो चाहिँ धेरै साह्रो पर्छ क्या त, घाम छ र अहिले चाहिँ हाम्रो यतातिर पनि गरम छ है। र आज चाहिँ मलाई भनौँ न गरमै लागिरहेछ। मेरो देउरालाई चाहिँ अलिक हल्का जाडो भइरहेछ। मलाई जाडोले छोडेन हौ, एकदमै छोडेन। मलाई चाहिँ हल्का गरम फिल हुँदैछ ओह्रालो है। र साथीहरू हेर्दै गर्नुहोस् है त, हामी चाहिँ जाँदैछौँ एकैचोटि। अब म नानी निकालिसकेर फेरि पनि भिडियो गर्नेछु है। कहाँसम्म पुग्ने रहेछौँ हेर्दै गर्नुहोस् होला। लन्ठ्याङ लन्ठ्याङ। र साथीहरू मैले अब चाहिँ नानीलाई पनि निकालिसकेँ है। र नानी पनि एक्लै बसिरहेको रहेछ। अघि छुट्टी भएको 12:30मा, झन् 1 बज्न आँटिसक्यो। म चाहिँ ढिलो भयो आउनुलाई चाहिँ। र नानी चाहिँ हेर्नु न भनेर उसको मम्मी आउँदैछ, ऊ चाहिँ लुकेको। मम्मी चाहिँ आउँदैछ, देख्यो मम्मीले, देख्यो मम्मीले देख्यो अनु। र अब यहाँबाट जानेछौँ, जाउँ। नानीलाई देख्यो, ट्राइन गरिदेऊ। र यहाँ मेरो नानीले पनि मिठाईहरू खाइसक्यो, किनिसक्यो। अब हामी चाहिँ लाग्यौँ घरतिर। नानी झन्नै मम्मीसँग लड्यो। र अब चाहिँ जाँदाखेरि हिँडेरै जाँदैछौँ है, रोडकै बाटो जाँदैछौँ। यहाँबाट चाहिँ रोडबाट अलिक अगाडि पुगेर चाहिँ फेबस्ती जाने काम छ कि, त्योबाट चाहिँ साथीहरू हिँडेको चाहिँ खल्ट्याङ खल्ट्याङ गरेर हिँड्यो। दिदी कस्तो हिँडेको नभन्नु होला, मेरो चाहिँ खुट्टा धेरै फ्र्याक्चरै छ कि। फ्र्याक्चरमा नसा चेप्टेको छ, त्यो भएर हिँड्नु जान्दिनँ कि, त्यो भएर हिँड्नु अप्ठ्यारो भएको। तिमीलाई त एउटा दिदीले पनि भन्दै थियो नि, किन उयो हिँडेको नभन्नु होला हो। मेरो चाहिँ भर्खर हिँड्नु थालेको छु, बसी नरहनु अरे, अलिअलि हिँड्नु भनेर हिँडेको हो। नसा चेप्टेर धेरै रेस्ट भयो क्या साथीहरू मेरो। हिँड्नु पनि फेरि नि यस्तो बेसी हिँड्छ नि हेर्नु। उहाँ तपाईँहरूले त देखिहाल्नु भयो होला साथीहरू, मेरो नानीको स्कुल कति टाढो छ है। उहाँदेखिको यसरी हिँड्दै आएको, बेलुकासम्म चाहिँ साह्रो पर्छ भन्ने डर छ अरे, तर पनि मानिनन् बस्नुलाई। जान्छु है भनेर चाहिँ फेरि पनि लिएर आएको है साथीहरू। र हाम्रो हेर्नु यहाँ रोडको कामहरू चाहिँ बनिँदैछ। यो सानो रोड चाहिँ अब ठुलो हुनेछ साथीहरू, 1 महिना लाग्ने रहेछ। त्यो निङ्गुरो हेर्नु अङ्कलले टिपेर लिएर आउनुभएछ। दिदी बेगर बस्न सक्दिनँ साथीहरू घरमा, अल्छी लाग्छ अरे, उसलाई बस्नै मन लाग्दैन अरे। फेरि मेरो आज फेबस्ती जाने काम परेर साथीहरू, त्यो भएर चाहिँ मलाई र बस्नै मानिनन्। र हामी जाँदैछौँ फेबस्तीतिर, अलिकति हिँड्नु पनि पर्छ है। र साथीहरू अब चाहिँ हामी फेबस्ती जाँदैछौँ है। यहाँ त अहिले दोकान रहेछ, क्यान्टिन रहेछ, थाहा थिएन। दोकानको लागि राखेको म ठुलो नानी लिएर आउँदाखेरि चाहिँ साथीहरू उयो बाटो सानो, यो सिडीको बाटो छ यो चेपमा, यो बाटोबाट ओह्रालो झर्थेँ है। यो यस्तो बाटोबाट म ओह्रालो झर्थेँ सर्टकट। र यहाँ त पुरै खोल्छ थियो। अब त है चारतिर गढे घर कस्तो रमाइलो लाग्दो भएको छ है साथीहरू। आउनु घट्यो, तल पनि खोल्सामा पनि गरेँ। कस्तो डर लाग्दो हुन्थ्यो यहाँ खोल्सामा, गाडी सानो थिएन, डर लाग्थ्यो। त्यस्तै अहिले हेर घर। तिम्रो हर्षी दादा र सिसी दादा यतै पढ्थ्यो होइन, अहिले त तादुङ हो नि। पहिला चाहिँ
र सानो भिडियोहरू गर्दै जाउँ है। पहिलाको नानीहरू पढेको ठाउँ कस्तो भएछ नानीहरूले भिडियोमा हेरेर खुसी होस् न। यो बाटो कति कुद्थ्यो ढिलो हुँदाखेरि, नानी लिएर आउनुलाई ढिलो हुँदाखेरि सानो कुद्दिन थिएँ, कस्तो ढिलो हुन्थ्यो। पहिला त लिनु जानु पनि आफै, पुऱ्याउनु जानु पनि आफै है। अहिले सानो नानीको पालामा चाहिँ कति आनन्द छ, बिहान पुऱ्याइदिनुहुन्छ हस्बेन्डले, लिनु जानु मात्रै मैले पर्ने हो है। ए यहाँ त टेलर पनि रहेछ त कान्छी, टेलरहरू थियो, स्याप पार्लर थियो पहिला, अहिले टेलर। यो हाम्रो नन्दहरूले चलाएको क्यान्टिन थियो पहिला। रोड चाहिँ सानो है कान्छी, घर चाहिँ छेउछेउमा बेसी सेटेड होला, रोड सानो, हरियो परियो केही छैन। ए छैन भनेको त सागी हेर्नु न, बडीले साग लिएर आउनु भएछ। तपाईँलाई अहिले ठिकै छ नि त? अस्ति के भएको रहेछ बडी? आँखाको उसले हौ, कमजोरी भएर? आँखाको कमजोरले गर्दाखेरि झन्नै मर्यो नि हौ, रिङ्गट चलेर। साइडला तपाईँलाई चाहिँ कसलाई लानु भएको थियो त्यो? छ्या म आफै गएको थियो, मलाई साह्रो परेर। के भएको थियो? त्यही रुगा मार्की ल्याऊ। अब के गर्नु है, अहिले त नोटङ्की जस्तै हुन्छ, रुगा मार्की लाग्यो कि कुदिहाल्नुपर्छ। त्यही त हौ है, कस्तो राम्रो राम्रो साग रहेछ हौ। ए आउँदैछ भाइ त। खुलेको है, रोड छ नि, बिचबाटको रोड, ए माथिको रोड छ, यहाँ तलको रोडको बिचमा छ है हाम्रो घर, माथि चाहिँ। अझै यहाँदेखि तल पनि छ अर्को रोड, अर्को रोड लिङदिङ। र कुनै दिन हामी लिङदिङ पनि जानेछौँ, यसरी नि जेठानी देउरा नि खल्ट्याङ गर्दै भए पनि। नामै खल्ट्याङ बस्ला नि। मान्छे आज ए अनु, आज टिफिनमा तिमीलाई के हालिदिनु भएको थियो मम्मीले? टिफिनमा त यम्मी थियो नि, पास्ता थियो नि, मिठो भइदियो। खाए सबै? तिम्रो साथीहरूले मन परायो? किनभने चाहिँ मेरो नानीलाई चाहिँ उसको साथीहरूले मन परायो भने चाहिँ पुरा राम्रो लाग्छ कि। मेरो साथी चाहिँ टिचर हो कि, र त्यसलाई फोन गरेर बोलाउनु पर्नेछ, माथि निस्किराख ल भन्नुपर्नेछ, र त्यसलाई फोन गर्नुको लागि चाहिँ अहिले भिडियो चाहिँ यतिमै अफ गरेँ। र एकछिन फेरि देख, नानीहरूको स्कुल चाहिँ साथीहरू यही बिल्डिङ हो, र मेरो साथी चाहिँ यहीँनिर चाहिँ सानो काम छ र चाहिँ उसको लागि। हर्षित दादाको स्कुल, दादा पहिला पढेको स्कुल टचुट एकाडमी, यहीँबाट ओह्रालो झर्नुपर्छ। हर्षित दादा, शिशिर दादा पढेको स्कुल हो यो, शिशिर दादा पढेको स्कुल। यहाँदेखिको ओह्रालो आयो, फेरि पिन्छ, फेरि केही छैन, देऊ न, माया गर। अनि तपाईँ जाडै भएको हो त है? अनुहार देखाउनु हुँदैन, फोटो गरेर खै देखाउनु, खै हेर न यता छैन। सो कति राम्री छ, सो स्टेट गरेको निस्केको अहिले यतिखेर। यता हेर त, के साह्रो शर्मिली भयो कि। यता हेर न एकपल्ट, स्टेट गरेको कमाल हेरिहाल्नु भगवान्। ल अब चाहिँ हामी दुईजना एकछिन बातसात मार्ने ओर्ने र अनि एकछिन बादमा फेरि पनि भिडियो चालु गर्छु। साथीहरू गएको त, बाई बाई। यता हेर न, ल फेरि भेटौँ ल।
भयो हल्का रमाइलो पनि गरे साथीहरू र अब चाहिँ हामी फर्किँदैछौँ है। अब चाहिँ यहाँबाट गएर चाहिँ सर्टकट बाटो हिँड्ने हो साथीहरू। मेरो नानी देउरानी हिँड्दैछ। यो तल पनि कुकुर होइन तल बिल्डिङ हेरेन कति रमाइलो भएको। याद आयो कान्छी तिमीलाई पुरानो यादहरू? पहिला मेरो देउरानी यो तल बस्थ्यो साथीहरू, रुममा बस्थ्यो, किरायमा बस्थ्यो, नानी तल भुइँतलामा बस्थ्यो होइन कान्छी? तिमी के कारणले गएको भुइँतलामा एकैचोटि माथि घर छोडेर? ठिकै हो। अहिले ट्राई गर्दा गर्दै एकैचोटि फेरि जोइन्ट फ्यामिलीमा आएर यो जन्मेपछि चाहिँ अनि फेरि हामी सबैजना साथसाथमै भयो। तिमीलाई यो घर साह्रै ऊ भयो नि त, छोड्नै मन लागेन। मनले त मानेको थिएन है तिम्रो। मेरै ढिपी ल्या कि मेरै ढिपीले यो सानो थियो। अब मेरो छोरा र आमा चाहिँ इङ्ग्लिस बोल्दै हिँड्दैछन् है दुईजना। म त बोलेको छुइनँ, मलाई त्यस्तो इङ्ग्लिस बोल्नु आउँदैन त। ओ माई गड मिठाई। तिते निङ्गुरो अझै छ अलिकति बाटो, त्यहाँनिर भेट्छ कि हामी चाहिँ बस्दै बस्दै हिँडेछौँ थाकेर। बेसी घुम्यो नि त है साथीहरू। तलको माथिको रोडबाट गएर तलको रोड गरेर अब चाहिँ बिचमा हामी बिचको रस्ता सर्टकट बाटोबाट हिँड्दैछौँ। बेसी नै थाक्यो साँच्ची नै, उकालो पर्छ नि त बेसी। थाक्यो अनु? थाहै छैन। नानीहरूको थकान चाहिँ केले खान्छ थकान चाहिँ हामीलाई मात्रै हुँदो रहेछ। नानी त्यसो नगरेर है। देवर बाबुको हालत हेरिहाल्नुहोस् साथीहरू। यतिको चाहिँ देवर हुनुपर्छ। ठिक छ देवर। ल गएको देवर। अब फेरि यता पनि अलिअलि भेटिन्छ होला है तिते निङ्गुरो। बाटोमा हेर्दै हिँड है। सिस्नो त यहाँ पनि रहेछ त। हामी के 10तिर घुमिरहेको अस्ति, अहिले सबै डल्लो पर्न थालेछ त दिदी। डल्लो पर्न थालेछ। पानी परेको पऱ्यो। अस्ति सिस्नो हेरेर सानो खान मन लागेको थिएन, भरे सिस्नो चाहिँ यहाँ यति रहेछ बेसी याद गर्नु छैन। बाटो ठुलो बनाएको छ। तिमी हिँड्दाखेरि यत्रो थियो है बाटो। अहिले त हर जग्गामा बाटो त के राम्रो नि। अलिक दिन बादमा गाडी आउने रोटै हाल्नु बेर लगाउँदैन। प्रेमको बारीमा चाहिँ पुरा पाउँछ है निङ्गुरो, यति वरिपरि। जुगा फेरि थोरै लाग्दैन। निङ्गुरोको सिजन भएपछि चाहिँ जुगा के भन्नु र, जानुगा जत्रै हुन्छ जुगाहरू त यहाँ। अनि मलाई पुरा डर लाग्छ। यो लाइन चाहिँ पुरा भेट्छ तिते निङ्गुरो। अहिले त के मान्छेहरू सबै तिते निङ्गुरोमा पल्केर होला साथीहरू, यत्रो पनि छोड्दैन। अरे कान्छी निङ्गुरो चाहिँ छ कि, तर हेर न यहाँ भर्खर निस्किँदै गरेको। नटिप्नु। ए हो रहेछ। म बस्छु नि हौ साथी, म बस्छु। जुगाहरू लाग्छ कि भने। नानी त्यता गर्नु हुँदैन है, यता चाहिँ यहाँ चाहिँ नागहरू लाग्छ। यहाँ चाहिँ नागहरू लाग्छ। घाम बेसी भएर मलाई चाहिँ यस्तो गरम भइसक्यो भने नि। यहाँ तल गयो भने त म एक मुठा ल्याउँछु कि के हो, जाउँ कि क्या हो? कसले कराउँछ हौ?
इस्कुसको मुन्टा रहेछ यो माथि जाउँ ऊ त्यहाँ हेर नि त ऊ एउटा लामो निस्केको छ नि देखिनौ देखेँ हो त्यहाँनिर जाउँ के हो पर्नु त पऱ्यो होला नि त गाई मेरो सानो छोरा चाहिँ गाई खेलाउँदैछ हौ माया गर्नुहोस् न लक्ष्मी माता भन्नुहोस् न माया गर्नुहोस् न हान्दैन माया गऱ्यो भने त कहाँ हान्छ माया गर्नु पऱ्यो नि त घाँस खाएको नि हो हेर्नु साथीहरू मेरो टिभी निम्रो टिप्दैछ अहिले जुगा लाग्यो भने चाहिँ तल्लो बारी पुग्छ होला निम्रो टिप्ले साँपसँग त डर लाग्दैन प्रेम मलाई लाग्ने भनेको जुगासँग मात्रै हो। रहेछ यहाँनिर अलिक सिमरायो लैजाउँ भने आफ्नो बारीको त सिमरायो सक्यो अब छैन ती रहेछ हेर न निङ्गुरो मैले ती छोडेर आएँ जुगा भन्ने निङ्ग्रो यति बनाइसकेछ हेर्नु एक छाक बनाइसकेछ भरे त जाँगारिलो छ नि के गर्नु जुगासँग डराइहाल्छ आफू भागी दौडी गर्न सक्दैन उता परै त कुद्छ नि जुगा लाग्छ र पो त डर पुरा लाग्छ नि ए साँच्ची दाइ प्रेम दाजु झर्नु चाहिँ ओह्रालो खुत्रुङ खुत्रुङ गर्दै झर्दैछ कि अहिले चढ्नु सक्दैन होला अनि तपाईँले यो किन जाँगर देखाएको त हेर्नु त फुलकोपीहरू रोपेर 26 मा जाने हेलो गाइस हेर्न सक्नुहुनेछ अघि भाडा धुने भाइ चाहिँ रेडी भएर यहाँ आइसकेको छन् र म चाहिँ छु अहिले बारीमै नझर होला कान्छी तिमी त्यतै उता पस्यौ भने के कसो यताबाट मै पसेर लिएर आउँछु यो लाइनमा हो किन जुगा लाग्यो भनेर थाक्यो होला मेरो नानी बिचारा हिँड मम्मीको हात पक्रिन जानको मम्मीको म हिँड्नु सकिनँ छिटो जाउँ न घरमा घर आइपुग्यौँ हो चाहिँ सिमरायो निङ्ग्रो बोकेर भिर पाहाडबाट पनि अलिकति बेलुकाको लागि जुगार गऱ्यो यतिखेर हरियो पऱ्यो कति मिठो हुन्छ नि त हो नि। झन् अहिले त मासु पाइसकेको छ हो मासुले मुख अलिक मारिराखेको छ हरियो पऱ्यो खाँदा त झन् टेस्टी जानै टेस्टी ल घर आइपुग्यौँ फाइनली साथीहरू हामी चाहिँ घर आइपुगिसक्यौँ है अब चाहिँ छैन ट्युसन छुट्टी हुँदैन त जानुपर्छ छैन जानुपर्छ नि जानुपर्छ यस्तो नानी चाहिँ कहिले हुन्छ अब स्टार्ट है भगवान् साथीहरू हामी चाहिँ अब बेलुकाको यसो साँझको लागि चाहिँ सब्जीहरू केलाइ गर्न बसेको छौँ र अघि ल्याएको त्यही हो सिमरायो सागै बनाउने र हामी चाहिँ अब केलाउन बसेर आएर चाहिँ खानासाना खाइओरिकन सुतेर नानीहरूलाई ट्युसन पठाएर र म चाहिँ अहिले चियाहरू लिएर जेठानी देउरानी बस्यौँ साथीहरू हेर्न सक्नुहुनेछ देउरानी त केलाउँदैछिन् फटाफटी सिमरायो जोगाड गर्नु पर्यो नि साथीहरू हेर्दै जानुहोस् जेठानी देउरानीको चर्ती कला कस्तो हुँदो रहेछ देखाउँदै जाउँ ल लाइक गर्दै गर्नुहोस् सबैजनाले अघि ल्याएको सिमरायो निङ्गुरो एक छाक बनाएको छौँ है अनि यहाँ चाहिँ देउरानीले आधी यति केलाइसकेको छ र उहाँको लागि चिया यो मेरो लागि र बस्यौँ साथीहरू अब चाहिँ त्यही हो बेलुकाको अब खानाको लागि मेलोमेसो यही हो अब र हामी बेलुका सब्जी पनि यही बनाउने छौँ र पकाएको त के देखाउनु है भिडियो पनि बेसी लामो हुन्छ र आजको लागि चाहिँ मेरो भिडियो यति नै छ र तपाईँलाई के कस्तो लाग्यो है अवश्य पनि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् है र यसरी नै माया पनि देखाइदिइराख्नु र अझै मलाई माया पनि दिइराख्नु र तपाईँहरूको माया सपोर्टको धेरै जरुरत पनि छ है र मेरो त्यही त हो युट्युब छिटै मोनिटाइज होस् यही आशा राखेँ आजको भिडियोलाई चाहिँ यति नै गरेँ र नेक्स्ट भिडियोमा फेरि भेटौँ है त साथीहरू बाई बाई गुड नाइट